हेलो नमस्कार म जेसी विनोद श्रेष्ठ जेसी खारदेवी वर्ष 23 को अध्यक्ष तपाईलाई म आज यस भिडियो मार्फत जेसी नेपालको मेम्बर रजिस्ट्रेसन कसरी गर्ने भन्ने कुरा तपाईलाई म देखाउन गइरहेको छु। धेरै जेसी साथीहरूले चाहिँ जेसी नेपालमा मेम्बर रजिस्ट्रेसन गर्न कन्फ्युज भएको बताए। तर त्यस्तो गाह्रो त छैन, तैपनि तपाईहरुलाई केही सहजीकरण होस् भन्नको लागि मैले यस भिडियो बनाउन गइरहेको छु। सर्वप्रथम हामी जेसी नेपालको वेबसाइटमा गइसकेपछि हैन यहाँ माथि jcnepal.org.np हान्नुपर्ने हुन्छ। सबभन्दा पहिला यो खुल्दैन, पहिला त यस्तो खुल्छ हैन, यस्तो खालको तपाईले चाहिँ यो डिस्प्ले देख्न सक्नुहुन्छ। यहाँ तपाईले यहाँ गइसकेपछि लगइन भन्ने अप्सन यहाँनिर आउँछ। लगइनमा क्लिक गरेपछि अब हामीले रजिस्ट्रेसनै गरेको छैन भने पहिला रजिस्ट्रेसन गर्नुपर्ने हुन्छ। यदि रजिस्ट्रेसन भइसकेको छ भने मात्रै इमेल आइडी र पासवर्ड हालेपछि साइन इन गर्ने हो। हामी सबभन्दा पहिला रजिस्ट्रेसन कसरी गर्ने भन्ने कुरा तपाईलाई म देखाउन गइरहेको छु। मैले जेसी खाडादेवीको प्रतिनिधित्व गर्दै एउटा मेम्बरको चाहिँ यहाँ मेम्बरशिप रजिस्ट्रेसन गर्न गइरहेको छु। सबभन्दा पहिला रजिस्टरमा जाने हैन। अब इमेल आइडी चाहिँ तपाईको के छ त आफूसँग हैन, एउटा कुनै हान्ने, ल पासवर्ड हान्ने, तेरको पासवर्ड नै हान्ने, ल पासवर्ड सेम हुनुपर्छ तल र माथि, र माथि इमेल आइडी हुनुपर्छ। मैले रजिस्टर गर्छु। अब यहाँनिर फुल नेम के हो त फुल जेसी मैले चाहिँ सुमन भाइको हैन, एकजना सुमन भाइको चाहिँ मेम्बर रजिस्ट्रेसन गर्न गइरहेको छु हैन। उसको डिटेल हेर्दै म यहाँनिर रजिस्ट्रेसन गर्न गइरहेको छु। जेसी सुमन, मिडल नेम छैन, लास्ट नेम श्रेष्ठ। अब डेट अफ बर्थ एडीमा चाहिने हुन्छ। एडीमा चाहिँ के छ त हैन, 2004 फेब्रुअरी 9 2004 फेब्रुअरी 9 2004 फेब्रुअरी 9। ब्लड ग्रुप हैन, ए पोजिटिभ छ भाइको। त्यसैगरी जेन्डर मेल भयो। एड्रेस, आफ्नो एड्रेस के हो त हैन, ल यसरी भरे मैले। मोबाइल नम्बर भने ओके। बिजनेस के हो त हैन त, ल बिजनेस आफ्नो अकुपेसन ढाल्दा नि भयो। अब यहाँ भनेको चाहिँ जेसी फाउन्डेसन सम्बन्धी यदि तपाई यस सम्बन्धित हुनुहुन्न भने टिक नलगाई अगाडि बढ्नु होला भनेको छ हैन त। भन्छ हामीले टिक लाउनु परेन यसमा। अब च्याप्टर चाहिँ हामीले एकदम सिरियसली आफू कुन च्याप्टरबाट चाहिँ जेसीआईमा चाहिँ प्रवेश गर्दैछौँ हैन, हो त्यही च्याप्टर चाहिँ चुज गर्नुपर्ने हुन्छ। अब यहाँ हाम्रो जेसी खाडादेवी, अब यहाँ तपाईहरुलाई म जेसी खाडादेवीको च्याप्टर चुज गरेर जेसी खाडादेवी रामेछा भयो। जेसी खाडादेवी यो पी भनेको प्रस्तावित हो सबै। खाडादेवीको नाम कहाँ छ भन्दा यहाँनिर छ। ल त्यसै खाडादेवी आयो है। अब सिटिजनशिप नम्बर कति हो त हैन, त्यो हाल्नुपर्ने हुन्छ यहाँ हेर्दै। ल मैले यो पनि हाने। अब त्यसपछि सिटिजनशिप फोटो फ्रन्ट भनेको छ, त्यसै सिटिजनशिप फोटो ब्याक, त्यसै गरी प्रोफाइल पिक्चर। सबैभन्दा धेरै मान्छे झुकिने चाहिँ यहाँनिर हो कि यहाँनिर तपाईँको फोटो अपलोड गर्ने बेलामा यदि क्वालिटी हैन 1000 KB भन्दा कम छ भने मात्रै एक्सेप्ट गर्छ रे। त्यस कारणले गर्दाखेरि हामीले पहिला नै फोटोको फाइललाई चाहिँ एक्ज्याक्ट हैन 1000 KB भन्दा कमको बनाएर चाहिँ राखी रेडी गरेर राख्नुपर्ने हुन्छ। त्यसै गरी चाहिँ अब यदि प्रोफाइल पिक्चर छ भने दुवै कान देखिने हैन, टक्क चाहिँ फर्मल ड्रेसमा भइदियो भने अझ बेटर, त्यसरी राख्नुपर्ने हुन्छ। अब हामी सिटिजनशिपको फोटो फ्रन्ट पेजमा हामी तान्छौँ है त। अब यहाँ छ सुमन फ्रन्ट भनेर मैले यसरी राखेको छु। यहाँ क्लिक गरेँ, ओपन गरेँ, यहाँ आयो भने सुमन फ्रन्ट भनेर देखिन्छ यहाँ। त्यसै गरी चुज फाइल ब्याक, सिटिजनशिपको ब्याक साइडको ब्याक गरौँ, यो पनि आयो। त्यसै गरी प्रोफाइल पिक्चर फेरि तान्छौँ। प्रोफाइल पिक्चर यो तानौँ, ओपन गरौँ। अब डिस्क्राइब योरसेल्फ भनेको छ आई एम दिस म्यान। अरू पनि लेख्न सक्छौँ, तपाईँको आफ्नो
तरिकाबाट है त। ओके, यति भइसके पछाडि अब हामीले तल कन्टिन्यू भन्ने अप्सनमा क्लिक गर्छौँ। ल, थ्याङ्क यू फर रजिस्टरिङ इन जेसिआई नेपाल, विल भेरिफाई डिटेल्स भनेको छ नि त। अब यसरी चाहिँ आफ्नो शाखाको च्याप्टर प्रेसिडेन्ट अर्थात् अथोराइज पर्सनले चाहिँ तपाईँलाई मेम्बरमा एप्रुभ गर्नुहुन्छ। त्यसपछि एप्रुभ गरिसकेपछि तपाईँ बोर्ड मेम्बर छ भने बोर्ड मेम्बरकै पोस्ट दिएर तपाईँलाई एप्रुभ गर्नुहुन्छ। त्यसपछि तपाईँलाई कुन अवस्थामा देखिन्छ भन्दाखेरि तपाईँलाई म देखाउँछु। अहिले रिसेन्टली भएको 2025 जेसिआई मेम्बर हामीले हेर्छौँ भनेदेखि यसरी यो एमआइएस भन्छ, त्यो एमआइएस अपडेटभित्र तपाईँलाई देख्न सक्छ। यो चाहिँ भिपीसम्मलाई मात्रै यहाँ देख्ने गरी राखेको छ भनेदेखि बाँकी मेम्बरहरूलाई चाहिँ जुन प्रेसिडेन्टको इमेल आइडीबाट मात्रै भित्र खोलेर उहाँले को मेम्बर छ त आफ्नो भनेर हेर्न मिल्ने त्यो अप्सन राखेको छ है। यो चाहिँ सारा दुनियाँले हेर्ने ठाउँमा राख्ने भनेको चाहिँ अध्यक्षदेखि उपाध्यक्षसम्मको पोस्टहरूको चाहिँ एउटा जुन फर्मेट बनाइदिएको छ जेसिआई नेपालले, ती व्यक्तिहरूको चाहिँ यसरी हेर्न सकिन्छ है त। ओके, धन्यवाद।